गुड मर्निङ, जय मसी, सेवा र फ्याफुलो। म चाहिँ उठिसकेको छु साथी। आज चाहिँ म दिदीहरूको घरमा छु साथीहरू। म किन आएको भन्दाखेरि चाहिँ आज चाहिँ मेरो बाइबलको इच्छा अनि परमेश्वरमा म प्रार्थना गर्दछु पढेको कुराहरू नै आएको होस् भनेर। अनि म मेरो दिदीलाई पनि देखाउँछु न तपाईँलाई। जय मसी भनिदिनु न। जय मसी। तपाईँले त देखिराख्नु भएको होला, हाम्रो दिदीलाई अस्ति पनि देख्नु भएको थियो। उहाँ चाहिँ स्टाफ रुममा बस्नुहुन्छ, त्यही भएर साथीहरू हिजो आएको। म हिजो चाहिँ भिडियो बनाउनु पाइनँ, अहिले देखाउन चाहिँ है त तपाईँहरूलाई। यदि मेरो त्यहाँ सामानहरू छ सन्डे ल्याइदिनु ल। तिमीहरू भेटेकोदेखि नि मैले कुनै दिन पनि खाली जहिले पोखरा बोकेर हिँड्नुपर्छ। जहिले पनि आमा कहिले चाहिँ चिक्क भएर रेडी भएर हिँड्नु पाएको छुइनँ। घरि पोखा बोकेर हिँड्नुपर्छ, घरि दुईवटा हातमा जहिले पोखा हुन्छ हौ। भेटेकोदेखि तिमीहरूसँग कहिले खालीसँग हिँड्नु पाउँदैनौ सन्डे। नरिसाउनु, अब बहिनीहरू त त्यो दुःख गर्नै पर्यो साथीहरू होइन। अब एउटै त बहिनी छु यहाँ बेङ्गलोरमा, एउटा त दिदीहरू हुनुहुन्छ यहाँनिर। मेरो कोर बङ्गलामा पनि दिदी हुनुहुन्छ। अब तपाईँलाई भेटाएर एउटा साथीको फिल आउँछ मलाई यहाँ। ल ल थ्याङ्क यू दिदी। भएर निस्केको अब, किनभने अघि चाहिँ भिडियो बनाउनु पाइनँ, हाम्रो दिदी आउनुहुँदैछ। म चाहिँ किनभने आज बाइबलको इच्छा, डर पनि लागिरहेको छ र पनि परमेश्वर महिमा भएको होस् र सबै कुरो मात्रै हात राख्छु होइन। किनभने पढ्नु चाहिँ पढिरहेको छु साथीहरू, पढेको कुराहरू आएर म कता दिन्छु साथीहरू, अहिले देखाउनेछु तपाईँलाई। सायद म त्यहाँ पुगेर कति कुराहरू देखाउन सक्दिनँ होला, त्यसको लागि माफी चाहन्छु। अहिले भेट्नु साथीहरूलाई यहाँ हेर्नुहोस् है, दिदीसँग है चर्चको बाटो म देखाउने चाहिँ तपाईँलाई। वेनेज हिल चाहिँ यति राम्रो देख्छ यहाँ हेर्नुहोस् है, वकिङहरू गर्न आउँछ यहाँनिर चाहिँ मान्छेहरू। तपाईँहरू पनि नजिकै जेपी नगर नजिकै हुनुहुन्छ भने आउनुहोस् है साथीहरू। साथीहरू यहाँ पेडमा हुनुहुन्छ बिचरा, मलाई पुऱ्याउनु आउनु भएको। भेला भइसक्यो सबैजनालाई जय मसी। आइपुग्यौँ साथीहरू चर्च। पहिला पनि म आएको थिएँ यहाँनिर। अनि यहीँ रहेछ हाम्रो बाइबलको चाहिँ, अहिले देखाउने चाहिँ तपाईँलाई। कति सुन्दर फुलहरू हेर्न त कति राम्रो रहेछ साथीहरू। तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन हौ फुलहरू। जब हामी परमेश्वरको वचनमा हामी लगानी गर्छौँ। आमेन। वर्ष 2025 स्पिरिट अफ युनिटी क्रिस्चियन फेलोशिप ट्रस्ट बेङ्गलोरले आयोजना गरेको दोस्रो बाइबल प्रतियोगितामा भाग लिनुभएका बाइबल फेलोशिप विभिन्न रहनुभएको हुनुहुन्छ र तपाईँहरू बधाई मैले सबैलाई दिनुपर्छ है। जित्नु ठुलो कुरा होइन अनि हार्नु पनि सानो कुरा पनि होइन है। त्यो केही पनि छैन त्यसमा। हामी त हार्यौँ, हाम्रो चर्चले त हार्यौँ त एउटै मात्रै उद्देश्य हो कि तपाईँहरूले परमेश्वरको वचन बाइबल क्विजको बहानामा भए तापनि राम्रोसँगले अध्ययन गरेका हौँ भन्ने हामी चाहन्छौँ र यो प्रतियोगितालाई हामी निरन्तरता दिनेछौँ अर्को वर्ष पनि। र विशेष तपाईँहरू सबैजनालाई ग्रेट कङ्ग्रेचुलेसन्स, बधाई पनि म दिन चाहन्छु। र पार्टिसिपेन्ट्सले सर्टिफिकेट पनि प्राप्त गर्नुहुनेछ। प्राप्त गर्ने मण्डलीका नाम म भनिदिनु पर्यो। र यहाँ चाहिँ आजको सेक्सन छुट्टाइ अनुसार A, B, C, D, ग्रुप A, ग्रुप B, ग्रुप C र ग्रुप D। र आजको प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नुहुने झुन्डको नाम ग्रुप D रहेको छ।
बधाई र धन्यवाद दिन्छौँ। अनि उहाँहरूको मार्क्स स्कोर गर्नुभएको छ 105। त्यस्तै गरिकन दोस्रो स्थान ओगट्नुहुने झुन्ड जो हुनुहुन्छ अनि उहाँहरू त्यस्तै गरिकन तेस्रो स्थान ग्रहण गर्नुभएका तेस्रो स्थान प्राप्त गर्नुभएको ग्रुप छ ग्रुप सी। त्यस्तै रिलायबल फेलोशिप विभिन्न बेंगलोर अनि उहाँहरूले प्राप्त गर्नुभएको अङ्क 45 रहेको छ र चौथो स्थान प्राप्त गर्नुभएका ग्रुप हुनुहुन्छ ग्रुप ए कलवरी उहाँको अङ्क रहेको छ 40। थर्ड प्राइज आउँछ है, फर्स्ट सेकेन्ड थर्ड हुनेलाई सायद यो पहिलो प्राइजलाई हामी दिनको निम्ति हामीसँग विशेष हामी भिन्न पास्टरहरू हुनुहुन्छ यहाँ है, त्यसैले गर्दा अलग अलग मण्डलीको पास्टरहरू हुनुहुन्छ र विशेष हाम्रो आदरणीय पास्टर सुभाषजी जो हाम्रो ट्रस्टको अध्यक्ष हुनुहुन्छ उहाँले सबै पार्टिसिपेन्ट्सलाई मेडल लगाइदिनु भएको छ। र दोस्रोमा विशेष हाम्रो भाइस प्रेसिडेन्ट उहाँले वर्षिप पास्टरहरूले घोषणा गरेको छौँ आदरणीय भाइस श्रीज्यूलाई अगाडि बोलाउँछु अनि उहाँले यो फर्स्ट प्राइजलाई हस्तान्तरण गरिदिनुहुनेछ। भिडियो गर्न सक्नुहुन्छ, फोटो खिच्न सक्नुहुन्छ। हस्तान्तरण गर्ने निम्ति हामीसँग हामीको जजको भूमिका निभाउँदै रहनुभएको छ हाम्रो आदरणीय पास्टर रमेश मगर हामीसँग हुनुहुन्छ र न्यू ग्रेस नेपाली चर्चका पास्टर उहाँलाई अगाडि बोलाउँदैछौँ। उहाँको हातबाट बाहुलीबाट हामी दोस्रो दिन गइरहेको छौँ र दोस्रो स्थान को हुन्छ लिभिङ वर्ड नेपाली चर्च भन्नुहोस् न लन्चुनु भयो ल उहाँलाई हामी दोस्रो तेस्रो प्राइज हस्तान्तरण गर्ने निम्ति हाम्रो सिकिना चर्चमा आदरणीय हजुर नेपाली चर्चमा पास्टर रमेशलाई अगाडि बोलाउन चाहन्छु। उहाँको बाहुलीबाट हामी तेस्रो प्राइज जितेर कस्तो लाग्दैछ? भिडियो बनाउँदैछ एकदम खुसी लाग्यो, एक्सपेक्ट गरेको थिएन। पर्सनल पनि प्रोग्राम महिमा भएको सबै हाम्रो आमा दिदी खुसी लाग्यो होइन, हाम्रो मण्डलीहरूले प्रार्थना गरिदिनुभयो है, धेरै खुसी लागिरहेको छ मलाई त। ल परमेश्वरलाई धन्यवाद भएको होस्, तिमीलाई पनि थ्याङ्क यू। कम्पिटिसन सकिएर जाँदैछौँ, साथीहरू यहाँ भाइहरू हुन्छौँ, हाम्रो चाहिँ प्राइज लिएर आउँदैछ अनि साथीहरू परमेश्वरलाई धन्यवाद होस्, हामी फर्स्ट भएका छौँ। साथीहरू बाई बाई, धेरै धन्यवाद भएको होस्। अनि साँच्चै नै मैले चाहिँ आज यहाँ हेर्नुहोस् मेडल जितेको छु अनि परमेश्वरलाई धन्यवाद होस् फेरि पनि है। अन्त हामीले चाहिँ फर्स्ट प्राइज जितेर ल्याएको छौँ अनि मैले सोचेको थिइनँ साथीहरू है, परमेश्वरलाई एकदमै मेरो हृदयबाट धन्यवाद दिँदछु किनभने हामीले पढि नै रहेको थियौँ अनि मेहनत पनि धेरै गरिरहेको थियौँ अनि हाम्रो चर्चमा भएका आमा दिदीबहिनीहरूले धेरै प्रार्थनामा सम्झिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ। धेरै खुसी लागिरहेछ साथीहरू है, धेरैभन्दा पनि धेरै खुसी लागिरहेछ किनभने धेरै खुसी लागिरहेको छ। मैले आज है क्विज कम्पिटिसनमा जितेको छु अनि धेरै अघिदेखि पढिरहेको थिएँ अनि परमेश्वरलाई धेरै धन्यवाद भएको होस्। हाम्रो आमा दिदीबहिनीहरूलाई साथै हाम्रो पास्टरलाई पनि धेरै धन्यवाद होस् किनभने उहाँले पनि हामीलाई प्रार्थनामा सम्झिराख्नु भएको थियो अनि परमेश्वरले पनि हाम्रो मेहनतहरू देखिराख्नु भएको थियो। हामीले चाहिँ फर्स्ट प्राइज जितेर आएको छौँ। अन्त मैले तपाईँहरूलाई देखाइसकेको छु त्यहाँनिर के भयो भनेर। अन्त त्यहाँनिर चाहिँ अलिकति क्वेसन एन्सरमा चाहिँ हामीले तपाईँहरूलाई देखाउन सकिनँ मेरो भिडियोहरू है, त्यसको लागि क्षमा चाहन्छु। हुन्छ त अर्को भिडियोमा भेटौँला है। परमेश्वरलाई धेरै धन्यवाद भएको होस्। जय मसी।